हेलो हेलो साथीहरू। आजको भिडियोमा चाहिँ यो ब्याग कसरी बनाउने भन्ने कुरा सिकौँ है त। कस्तो राम्रो बनेको छ हेर्नुहोस् त। तपाईँहरूलाई यस्तो ब्यागहरू चाहियो भने पनि मलाई सम्पर्क गर्न सक्नुहुनेछ। सुरुमा हामीले चेन बनाउनु पर्ने हुन्छ है। 1 2 3 गर्दै हामीले यसरी चेन बनाउँदै 40 42 तपाईँको धागोको मोटाइ कतिको छ होइन, अनि हुकको साइज कुन छ त्यही अनुसार मेरो चाहिँ 2 mm को हुक हो। अनि के अरे धागो पनि ठिकैको छ, त्यस्तो सानो पनि होइन ठुलो पनि होइन। यो मैले साइप्रसमै किनेको धागो हो, त्यसले गर्दाखेरि नेपालको धागोभन्दा अलिक फरक हुन्छ। ट्रिपल आई नै हो है। ट्रिपल आई भनेर पनि कुनै अलिक मोटो आइदिन्छ, कोही चाहिँ अलिक सानो आइदिन्छ होइन। लगभग यो हाम्रो नेपालको मार्तिनाहरू जस्तै छ। अलिकति मार्तिना सफ्ट हुन्छ भनेपछि त्यो त्यति सफ्ट चाहिँ छैन यो होइन। अब म यो 42 घरको बुनेको थिएँ। 42 घरको पल्लो छेउमा आएपछि हामीले यसरी डबल क्रोसे गर्दै फेरि हामी पल्लो छेउसम्म डबल क्रोसे गर्दै पुग्नुपर्ने हुन्छ है त। यसरी छिटो 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 बुनेर पल्लो छेउ पुग्नुपर्छ है त। अब म पल्लो छेउमा पनि आइपुगेँ। अब यो छेउमा चाहिँ हामीले यसरी बुनिसकेपछि छेउमा भयो होइन। अनि 2 चेन तान्न पर्ने हुन्छ यसमा। 2 चेन तान्ने, त्यसपछि त्यही वालमा चाहिँ हामीले 3 डबल क्रोसेट गर्ने। 1 2 3 गरेर डबल क्रोसेट गर्ने। फेरि 2 चेन तान्ने है त। 2 चेन तान्ने अनि फेरि त्यही वालमा हामीले अझ एक डबल क्रोसेट बुन्ने है। डबल क्रोसेट गरेर बुन्ने। अनि त्यो टुप्पो बाँकी बसेको त्यो टुप्पो धागोलाई पनि भित्रभित्र लुकाउँदै बुनिरहेको छु, हेर्नु होला है। देख्नुभयो नि, यता 2 चेन तानेर अनि बिचमा 3 चोटि अनि यताबाट 2 चेन तानेर अनि सरासर अब जतिको जति छ उति सरासर बुन्दै जाने। मैले धागोलाई यसरी लुकाउँदै आएको छु, हेर्नु है। नलुकाइ पनि हुन्छ, ब्यागको त पछाडि भित्री हुन्छ के अरे, भित्री कपडा भित्रीले ढाकेको हुन्छ। अब म यो छेउमा आइपुगेँ है। अझ यहाँनिर एउटा बुन्न पर्छ, एउटा बुन्न पर्यो। डबल क्रोसेट भयो होइन, बराबर भयो। अब यति भइसकेपछि चाहिँ हामीले जान्नुपर्ने कुरा चाहिँ के त भन्दाखेरि अघि गरे जस्तै यस्तै गर्ने है त। सेम त्यही गर्ने। त्यसको लागि 2 चेन तानेर अनि त्यही होलमा हामीले 3 चोटि बुन्ने, 3 घर बुन्ने, 3 डबल क्रोसेट गर्ने। 3 चोटि। 1 भयो, 2 3। अब यति गरिसकेँ। फेरि 2 चेन लिने अनि 2 चेन अब यस्तै बनाउने है त। त्यो भनेको यताको कुना उताको कुना हो कि कर्नर हो त्यो चाहिँ, पछि त्यस्तो भन्छ। अब यसमा 1 चेन भनेपछि अब यहाँ लगेर जोड दिने हामीले, स्लिप नट गर्ने होइन। अब यति भएपछि अब सुरु भयो है। अब 1 2 चेन गरेर अब त्यही माथिको हामीले सरासर बुन्ने हो डबल क्रोसेट। ल मैले बिराएँ। अब यसमा एउटा यतापट्टि नबुनिकन उतापट्टि बुन्न गएछु है। अब यसमा चाहिँ यस्तो गर्ने। यसरी नै हामी पल्लो छेउसम्म पुग्ने है त, डबल क्रोसेट गर्दै। अब म पल्लो छेउमा पुगिसकेँ। अब यसमा चाहिँ कस्तो गर्ने अलिकति फरक छ, राम्ररी हेर्नु होला है त। यहाँबाट बुन्दै म यहाँ आइपुगिसकेँ। यसमा 1 डबल क्रोसेट होइन, 1 भयो। फेरि अझ 1, त्यसपछि 2 चेन तान्ने। हेर्नुहोस् है, 1 2। फेरि त्यही होलमा हामीले के गर्ने त, 2 बनाउने। 1 2 चोटि बुन्ने होइन। अझ यसमा 3 चोटि बुन्दा हुन्छ, किनभने यहाँनिर अप्ठ्यारो, त्यहाँ कोप्न अप्ठ्यारो हुन्छ। अनि त्यही भएर हामीले यहीँनिर 3 बनाएर उतापट्टि 2 मात्र कोप्छौँ है त। अब एक्कासी यहाँ कोप्यो भने बराबर हुन्छ। 2 चोटि 3 चोटि बुन्ने हो, 2 चोटि बुन्ने हो। अब यसमा पनि सेम त्यही 1 2 चोटि बुन्यो। त्यसपछि 2 चोटि चेन तान्यो होइन। 1 चेन तानिसक्यो। अब यसले 2 भयो। फेरि 1 2 1 2
यो दुईचोटि डबल क्रोसे भयो। अझै एकचोटि यहीँमा गर्छौँ किनभने यहाँनिर छेउको हामी टिप्न अलिक अप्ठ्यारो हुन्छ कि यहाँनिर हो, त्यही भएर हामीले यतापट्टि नै बनायौँ है, नझुकिनु होला। अब हामी एक्कासी यहाँ टिप्न सजिलो हुन्छ हो त्यस्तरी। अब सरासर पल्लो छेउसम्म हामी फेरि डबल क्रोसे गर्दै जाने है त। अब म फेरि छेउमा आइपुगेँ। अब यसमा पनि अघि जसरी गरेको थियो यता छेउमा त्यस्तै गर्ने है त। 2 डबल क्रोसे, त्यो हामीले अगाडि बनाएको पल थियो नि त्यसमै हो है त। अनि 2 चेन अनि फेरि 3 डबल क्रोसे, 1 2 3 चाहिँ किन गरेको भन्दा यहाँनिर कोप्न अप्ठ्यारो हुन्छ भने यतापट्टि नै गरेको है हामीले, त्यो चाहिँ नझुकिनु होला। अब यति गरिसकेपछि त्यहाँनिर एक्कासी यो त्यहाँ नकोपिकन यतापट्टि यहाँ 2वटा मात्रै बुन्न पाइयो हामीले होइन। यस्तो नगरे पनि हुन्छ, तर मलाई सजिलो लाग्ने भएर यस्तो गरेको। तपाईँहरूले जस्तो गर्न पनि सक्नुहुन्छ है त। अब फेरि यो होलमा पनि हामीले के गर्ने, 2 डबल क्रोसे, 1 भयो, यसले 2 भयो अनि 2 चेन, सम्झिनुहोस् है। सेम त्यही हो, जतिचोटि बढायो भने। अनि फेरि 2 डबल क्रोसे, 3 गरिरहेको थियौँ। यो जोड्ने बेलामा चाहिँ हामी 2 गर्छौँ है त। जस्तै 3 गऱ्यो होइन, मैले 3 गऱ्यो भने यहाँनिर 1 घर बढी भयो जस्तो हुन्छ कि, त्यही भएर यो जोड्ने बेलामा पल्लो छेउमा ठिक छ। यहाँबाट हामी घर उठाएको थियौँ नि त, त्यहीमा आएर स्लिप नट गर्ने बेलामा चाहिँ हामी 2 नै गर्छौँ। अब यसरी यहाँनिर लगेर यसरी जोड्छौँ है, बुझ्नुभयो नि। यसमा चाहिँ 3 गर्नु परेन। अब यहाँबाट हामीले फेरि अर्को राउन्ड सुरु गर्नुपर्ने हुन्छ। अर्को राउन्ड सुरु गर्दाखेरि के गर्ने त, यसरी 2 चेन लिने। 2 चेन लिएपछि सरासर पल्लो छेउसम्म फेरि हामी डबल क्रोसे गर्दै 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 जाने है त। अब फेरि म छेउमा आएँ। छेउमा आउँदाखेरि अलिकति ध्यान दिनुपर्छ, नत्र अरू चाहिँ सबै ठिक छ है त। अब यसमा अघि हामीले जुन प्रोसेस गरेको थियौँ त्यही नै गर्ने हो, केही फरक छैन। अलिकति बिचमा घर बढेको हुन्छ अनि त्यो छेउछेउमा पल हुन्छ होइन। अब यहीबाट हामीले अघि जस्तै 2 डबल क्रोसे भयो होइन, 1 भइसक्यो। अब यसले 2 डबल क्रोसे भयो, त्यसपछि 2 चेन लिने अनि 3 डबल क्रोसे। त्यही त हो नि, त्यति हो सम्झिनु पर्ने भनेको। अब 3 डबल क्रोसे, 1 2 अनि त्यहाँनिर कोप्नुभन्दा यहीँनिर कोपेर यसरी गर्न सजिलो भएर 3 डबल क्रोसे भयो। अनि एक्कासी हामी यहाँ बुन्न पाइयो है। यहाँ 3 नगरिकन 2 गरेर अनि सरासर बुन्न पनि सक्नुहुनेछ है त, एउटै हो। हामीले यस्तो नबनाइकन सरासर अर्कै पाराले बनाउन पनि सकिन्छ, तर मलाई यो सजिलो लाग्ने भएर यसरी बुन्छु मैले चाहिँ। अब अझ त्यहाँ एकचोटि बुनेर फेरि हामी अर्को होलमा आइपुग्यौँ। अर्को छेउको यो अर्को चुच्चो अर्को कुना हो, यो अर्को कर्नर हो ब्यागको तलको भागको। अनि यसमा पनि 2 डबल क्रोसे अनि 2 चेन 1 2 अनि 3 डबल क्रोसे होइन, 1 2 3। अब सरासर फेरि हामी पल्लो छेउसम्म 2 डबल क्रोसे गर्दै जान्छौँ है त। यहाँनिर भेट्ने है त। अब सरासर पल्लो छेउमा गएर भेट्ने है त। अब म फेरि पल्लो छेउ आएँ है। आइपुगेपछि अब यसमा पनि त्यही नै गर्ने हो। हामी यता छेउमा यस्तो भएको छ, अब यो छेउमा पनि अघि जस्तै गर्ने हो। 2 डबल क्रोसे, 2 चेन अनि 3 डबल क्रोसे गर्ने अनि बिचको बुन्ने अनि यतापट्टि कर्नरमा पनि त्यही नै गर्ने हो। अनि स्लिप नट गर्ने, अरू कुनै दुःख नै छैन। तपाईँहरूलाई अब यो भाग कत्तिको ठुलो बनाउन मन लाग्छ होइन, ठुलो खालको ब्याग हो भने अलिक अझै फन्का 1 फन्का 2 फन्का गर्दै बुन्दै जानुहोस्, बढाउनुहोस् होइन, नत्र भने यतिको पनि ठिकै छ। म मेरो ब्यागको लागि चाहिँ यतिको ठिक्क हुन्छ होला भनेर सोच्दैछु। अब चाहिँ घर उठाउँछु होला सायद मैले। यसरी बिचमा चाहिँ हामी यो बिचमा पहिला सुरुमा 3वटा थियो होइन, अहिले बढ्दै जाँदाखेरि यति धेरै बढ्दै जान्छ कि। अनि किन भन्दा यतापट्टि त्यो पलमा हामीले बढाउँछौँ नि त, घरहरू बढाइरहेको हुन्छ अनि त्यही भएर बढ्दै जान्छ, चारपाटे हुँदै जान्छ।
लगभगमा अब मेरो ब्यागको लागि चाहिँ यतिकै भए पुग्ने जस्तो लागिरहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ? अब ठुलो बनाउन मन लाग्यो गर्नुहोस्, नत्र यतिकै गरेर एकचोटि ट्राई गरी हेर्नुहोस् है त। अब यसमा पनि सेम प्रोसेस हो, 2 डबल क्रोसे एन्ड 2 चेन अनि 3 डबल क्रोसे। सुरुकोमा चाहिँ 2 डबल क्रोसे गरेर स्लिप नट गर्ने हो। अब पछिल्लोमा चाहिँ हामी 3 नै गर्छौँ, किन भन्दा यहाँ घर बढेको हुन्छ होइन। घर बढेको हुनाले हामी 3 नै गर्छौँ है। सुरुको चोटिमा मात्रै हामीले 2 डबल क्रोसे गर्ने हो। यहाँनिर मैले बिराइहालेँ फेरि है त। यसो गरेर 3 डबल क्रोसे भएन। अब 3 डबल क्रोसे भइसकेपछि अब यहाँ घर बढिरहेको हुन्छ। अब हामीले के गर्ने त भनेर यहाँनिर बुन्ने अनि जोड दिने। अनि त्यहाँ लगेर जोड दिने है त। अब यसरी स्लिप नट गरिसकेपछि हामीले के गर्ने त। म चाहिँ मेरो ब्यागको लागि यति नै भयो। अब म माथि उठाउँछु है, ब्यागलाई चाहिँ घर उठाउँदै जान्छु। यसमा चाहिँ मैले कस्तो छ भने चाहिँ 5 घर बुनेर अनि 5 डबल क्रोसे गरेर चाहिँ एक घर एउटा बिचमा चाहिँ जाली जस्तो बनाउने डिजाइनको ब्याग हो यो। तपाईँले अघि नै देखिहाल्नु भयो। अब त्यस्तो बनाउनको लागि चाहिँ मैले 5 घर बुनेन, 1 2 3 4 5 भयो। अब एक चेन तान्ने अनि त्यहाँनिर एक घर छोडेर यहाँ नबुनिकन यहाँ यो नबुन्ने होइन, यहाँनिर बुन्ने है त। एक चेन तान्ने एक घर छोडेर बुन्ने। अनि यसमा पनि 5 नै। अब 1 भयो 2 3 4 5 2 3 4 5 गर्दै हामी अब बुन्छौँ है त। 2 भयो 3 4 5 गर्नुपर्छ। अनि फेरि अघि जस्तै हामी जहाँनिर पल बनाएको थियो नि त्यो चाहिँ नझुकिनु होला है त। अझ म एकचोटि देखाउँछु, त्यसपछि तपाईँहरू कहिल्यै झुकिनु हुने छैन। 5 भयो। अब के गर्ने सम्झिनु भएको छ नि, एक चेन तान्ने अनि एउटा छोड्ने अनि यसमा बुन्ने। अब त पक्कै पनि जान्नुभयो। अब यसरी नै रिपिट गर्दै जाने। अब झुकिनुहुन्न तपाईँहरू, सरासर पल्लो कुनामा झुकिन सक्नुहुन्छ, त्यहाँ गएर हामी भेट्नेछौँ है त। अब म फेरि पल्लो छेउमा आइपुगेँ। यसमा पनि 5 गरेर 5 घर बनाएर यो जुन पल बनाएको थियो हामी त्यहाँनिर हामीले त्यसरी घर बढाउँथ्यौँ भने यसमा चाहिँ घर नबढाइकन सरासर बुन्ने है त। त्यो पललाई चाहिँ एक घर मान्ने हो है त। त्यहाँनिर ठ्याक्कै पल पऱ्यो मेरो। अनि यसरी नै बनाउँदै जाने पल्लो छेउमा पनि। अब त्यो 5 घर बुन्ने अनि एक चेन तान्ने एक घर छोड्ने बुन्ने अनि अन्तिमसम्म हामी यसरी नै आउने है त। त्यो छेउछेउको पललाई एक घर मान्ने। त्यहाँनिर अगाडि चाहिँ हामीले बढाइरहेको थियो 2 चेन 2 डबल क्रोसे गर्थ्यौँ भने हामी अहिले चाहिँ त्यो गर्नु परेन है त। अब यति भइसकेपछि हामी अन्तिममा त्यो जोड्ने ठाउँमा आइपुग्न लाग्यौँ है। त्यसमा चाहिँ हामीले अब 5 5 घर बुनिरहेकोमा 4 घर बस्न सक्छ, कतै कतै 6 घर बस्न सक्छ। हामीले विचार गर्नुपर्ने हुन्छ त्यहाँनिर। अब धेरै जस्तै 10 पुगेन, 5 5 गराउन पुगेन भने 9 पुगेन, एउटामा 4 गर्नु पऱ्यो, एउटामा 5 गर्नु पऱ्यो होइन। थोरै एउटा दुइटाको मात्रै गर्नु भएन, त्यहाँनिर 4 5 त्यसरी मिलाउनु पर्छ। ठ्याक्कै 5 5 मिल्यो भने त झन्डै जाति भयो। तपाईँहरू 4 4को पनि गर्न सक्नुहुन्छ। मैले 5 5 को गरेको छु नि त, त्यसले गर्दा मैले यसरी नै मिलाउँछु। यो अन्तिममा चाहिँ एउटा पल चाहिँ हुनुपर्छ है। अनि यसरी जोडिदिने हो यो। यसमा चाहिँ पल ठ्याक्कै यसमा अन्तिममा पर्ने अनि यता 5 घर बनाउँदै जाने। अब यसमा पनि फेरि हामी अर्को राउन्ड गर्नुपर्छ। अब त्यही हो, अर्को राउन्डमा चाहिँ 2 चेन तानिसकेपछि यो अहिले चाहिँ यस्तो भएको छैन, माथि उड्न लाग्यो है, यस्तो भयो। 2 चेन तानेर सुरु गर्ने नै हो, अघिदेखि तपाईँहरूले गरिरहनु भएको छ। अब सरासर यो 5 चेन छ, 5 घर बुन्ने, 2 चेन तानेर 5 घर बुन्ने, 1 2 3 4 अनि त्यहाँनिर तपाईँहरू झुकिन सक्नुहुन्छ। अलिकति झुकिने भने यही हो, नत्र त एकदमै सजिलो छ। सरासर कतै फुल राख्नु परेन, केही राख्नु परेन। त्यही पालको सिधा माथि पाल बनाउने हो। सिधा सिधा बाङ्गोतिङ्गो यताउता दायाँ बायाँ गरेर राम्रो भएन, सिधा गराउने डिजाइन छ नि त। त्यही भएर यसमा सिधामा आइसकेपछि के गर्ने त, देख्नुभयो नि, एक चेन तानिसक्यो र त्यो यतापट्टि पुग्यो। अझ देख्नु भएन भने फेरि हेर्नुहोस् है। फेरि म सरासर यसमा 5 चेन छ, 5 चेन चाहिँ डबल क्रोसे नै गरेर
अब यहाँ पुगिसकेपछि कस्तो गर्छु अझै हेर्नुहोस् है, निहालेर त्यसपछि अब 5 चेन भएन, अब 5 चेन भएन, अब 1 चेन तान्ने अनि त्यसको हो यहाँमा लगेर जोड दिएपछि अब सरासर योले फेरि हेर्नुहोस् है, यहाँनिर लगेर हामी जोडिन्छ। अब सिधा त्यो पल बस्छ क्या। अब 2 भयो, 3 4 5 अझै 3वटा चेन, 3वटा घर बुनेपछि फेरि त्यही रिपिट गरिने हो। जहाँनिर पल भेटिन्छ अब त्यहीको माथि त्यस्तो 1 चेन तानेर अनि त्यो पललाई छोडिन्छ के अरे, पलको छेउको हो यामा बुन्ने हो। अनि त्यसपछि बाँकी घर बुन्ने बाँकी 4वटा हुन्छ होइन। त्यसरी नै हामी सक्ने त अन्तिमसम्म हामी बनाउँदै कतै घर थप्नु नि परेन, केही गर्न परेन, सरासर बुन्ने। अब त मलाई झोला पुग्यो होला भन्ने बेलासम्म बनाउने है। अब बोर्डर बनाउनुपर्छ, योभन्दा लामो बनाउनु हुँदैन भन्ने अड् बेलासम्म हामीले फुल बनाउने। हेर्नुहोस् त सिधा सिधा यस्तो भएको हुन्छ, सिधा सिधा है। बाङ्गो चाहिँ नबनाउनु होला एकदमै ध्यान दिएर। तपाईँहरूले पक्कै पनि जान्नुहुनेछ नि, विश्वास छ मलाई। ल हेर्नुहोस् मैले यति बुनेँ, यतिमा चाहिँ यस्तो भएको छ, सिधा सिधा भएको छ नि होइन। कस्तो राम्रो भएको छ हेर्नुहोस् त। सरासर अझै पनि थप्दै जाने यसैमा थप्दै जाने हो। केही गर्नु पर्दैन, कतै घर बढाउनु पर्दैन, चढाउनु पर्दैन हिँड्दा। अनि यस्तो हुन्छ भित्रपट्टि चाहिँ कलर पनि कस्तो राम्रो भएको छ। अब यस्तै गरेर म बुन्दै जान्छु। माथि बोर्डर बुन्ने बेलासम्म म आइपुगेँ। लगभग यति भयो भने बोर्डर बुन्दा हुन्छ। मैले यसमा चाहिँ बोर्डर अब योमा पनि अब यो दुईवटा जोड दिएपछि बोर्डर चाहिँ सिङ्गल क्रोसे गर्नुपर्ने हुन्छ, डबल क्रोसे गरे नि हुन्छ। अब त्यो पलमा पनि बुन्नुपर्छ फेरि। सुरुमा अब यसमा जोडौँ, पहिला स्लिप नट गरौँ होइन। स्लिप नट गरौँ, मैले चाहिँ पुरै सिङ्गल क्रोसेट गरेको छु। अब त्यहाँबाट 1 चेन तानेर, अघिदेखि त हामी 2 चेन तान्थ्यौँ भने अहिले चाहिँ हामी 1 चेन तानेर सरासर हेर्नु चाहिँ 1 चेन। अब सिङ्गल क्रोसे राम्रो देखिन्छ कि सिङ्गल क्रोसे गऱ्यो भने। मैले सरासर सिङ्गल क्रोसे गर्दै गर्दै फन्का 4 फन्का 5 फन्का 6 फन्का गऱ्यो भने राम्रो हुन्छ है। 5 चोटि 6 चोटि घुमाउने भनेको है। अब त्यो जुन पल छ नि त्यो पलमा पनि हामी 1 चेन तान्छौँ। अब चाहिँ हामी पाल बनाउँदैनौँ है त, बोर्डरमा हामी पाल बनाउँदैनौँ। ल यसरी नै सर्लक्क घुमाएर हामी त्यही जहाँबाट स्टार्ट गरेको थियो त्यहीसम्म आउने। आएपछि अहिले त सिङ्गल क्रोसेट भएपछि चाहिँ त्यस्तो 2 चेन तान्न पर्दैन, सरासर बुन्ने नै हो। सरासर बुन्नेवाला बनेको हुन्छ सरासर। अनि त्यो कति दोहोरो भएको छ हेर्ने आफूले। लगभग 5 6 गरेको राम्रो हुन्छ है। अहिले चाहिँ यस्तो देखिन्छ। अब पाल बनेन होइन। अब यो दोहोरो बस सानो हुन्छ, यो चाहिँ फेरि डबल क्रोसे गऱ्यो भने अलिक लामो हुन्छ फेरि तन्किन्छ, त्यसको आडा हुन्छ। दुईचोटि घुमायो भने बल्ल एकचोटि घुमाएको जस्तो हुन्छ। यस्तै गरेर हामी हेर्नुहोस् त मैले कति घुमा 1 2 3 4 5 भए, 5 पनि राम्रो देखेछ। आज तपाईँहरूले यसो हेर्ने होइन, ब्याग ठिक छ कि छैन हेर्ने, नभए अझै बढाइदिए पनि हुन्छ। मलाई मेरो ब्यागको लागि चाहिँ मेरो सानो सानो ब्याग छ नि त, त्यसले गर्दाखेरि धेरै ठुलो छैन, यत्तिकै सुहाउँदो देखेको छ। अब म यतिमै बन्द गर्छु होला। ल म जोड्ने ठाउँमा यतापट्टि हेर्नुहोस् यति भएको छ 1 2 3 4 1 2 3 4 5 6 भएछ क्या। यतापट्टि 6 भयो होला। 1 2 3 4 5 भयो। त्यति बुनिसकेपछि चाहिँ हामी यहीँनिरबाट सुरु गरेको थियौँ नि त। अब त्यहीँनिर आएर बन्द गरिदिनुपर्छ। यो बुन्न चाहिँ अलिक गाह्रै हुन्छ। जति सक्दो उति टाइट गरेर बुनेको चाहिँ डर हुन्छ, राम्रो हुन्छ। यो बोर्डरले पनि धेरै राम्रो देखिने। यो बोर्डर मात्रै अलिकति बिग्रियो भने नराम्रो देखिन्छ। त्यही भएर यो चाहिँ एकदम राम्रो बनाउनु पर्ने हुन्छ है। अब मैले यतिमा जोडिसकेँ भनेपछि मेरो कैँची कता छ भने अब यसो गरेर कैँचीले काट्नुपर्छ र सियोले यसलाई अब सियोले यसलाई लुकाइदिनुपर्छ यसलाई चाहिँ। अब चाहिँ हामीले यहाँनिर ठ्याक्कै यतिमा होइन, सुहाउँदोमा चाहिँ हामीले टुना राख्नुपर्ने हुन्छ। टुना छुट्टै बुनेर, टुना पनि यसरी सिङ्गल क्रोसे गरेर बुन्ने हो। यो खालको ब्यागमा चाहिँ मैले अलिकति टुना अर्कै गरेर छुट्टै बुनेर जोडेको छु। यसमा छुट्टै नबुनिकन सरासर यो बोर्डर बुन्दा गर्दा नै बनाउन पनि मिल्छ, त्यो नि राम्रो हुन्छ। मैले चाहिँ अहिले अरू ब्यागहरूमा जस्तै छुट्टै राखेको छु।
यसरी सियोबाट चाहिँ भित्रभित्र लुकाइदिने अनि बलियो पनि कहिले नफुट्किनेवाला पनि बनाउने नदेखिने पनि बनाउनुपर्छ है त। अब यसरी सियोबाट यसरी लुकाएर नदेखिने अनि बलियो गरेर त्यहाँनिर हामीले कैँचीले काटिदिन पर्छ। त्यसपछि धागो कहीँ कतै देखिँदैन, नजोडेको ठाउँ देखिन्छ होइन, राम्रो देखिन्छ। अब हामीले यति गरिसकेपछि राम्रो देखिन्छ होइन, भित्री हाल्नुपर्छ। भित्री चाहिँ डबल कपडा डबल गरेर यसरी अनि यो ब्यागलाई राखेर ब्यागभन्दा यताउता छेउमा अलिकति भाग राख्ने गरेर काट्नुपर्छ। अनि मैले चाहिँ कालो पनि सेतो पनि गरेको छु। मसँग भित्री चाहिँ सेतो मात्रै थियो अनि सेतोमा चाहिँ यो प्वालहरूबाट सेतो सेतो देखिँदो रहेछ, अलिक नराम्रो देखे जस्तो लाग्यो। मेरो ब्यागको डिजाइनै त्यस्तो छ नि त, यसरी राख्दाखेरि चाहिँ सेतो देखे जस्तो भयो कि अनि अलिक नराम्रो लाग्यो जस्तो भयो। त्यही भएर भित्रबाट त्यो ब्ल्याक कलरको राख्नु पऱ्यो भन्ने सोचेँ। मलाई यो ब्यागकै कलरको चाहिँ छैन नि त मसँग, अनि त्यही भएर मैले सुरुमा त्यो कालो कलरको कपडाको भित्री बनाएँ, त्यसपछि वाइट कलरको बनाएँ त। अनि झोला पनि झन् डह्रो भएको छ, डह्रो त होइन कि राम्रो बनेको छ, राम्रो बनेको छ। मैले भित्री पनि हालिसकेँ, यसरी हातले नै सिलाएर यति राम्रो भएको छ। अनि मेसिनले भन्दा पनि राम्रो हुन्छ, राम्रो फिनिसिङ आउँछ। अहिले मैले त्यो ब्यागको टुना जोड्दैछु। टुनालाई चाहिँ यसरी जोड्न पर्ने हुन्छ, ठ्याक्क आफूले अड्कल नै यहाँनिर बनाउँदाखेरि ठिक्क हुन्छ अनि आफूले अड्कल नै होइन। अनि त्यसपछि यसरी एउटा छेउ जोडेँ, अब अर्को छेउ पनि मैले जोड्छु। यहाँनिर ठिक्क हुन्छ भनेर पहिला आफूले टिक लाएर राख्नुपर्छ अनि यसरी जोड्नुपर्छ। सरासर जोड्ने चाहिँ सजिलो हुन्छ। यसमा पनि म कति कन्फ्युज हुन्थेँ पहिला, कसरी होला भन्ने हुन्थ्यो होइन। अनि जोडे बाङ्गो टेङ्गो जोडेको भने एकतिरको सिधा एकतिरको अर्कोतिर भएको हुन्थ्यो कि अनि राम्रो हुन्थेन। तर आजकल चाहिँ मैले सबै अनुभव भइसक्यो नि त धेरै बनाउँदै, त्यही भएर सजिलो हुन्छ। 1000चोटि फुकाउनु पर्थ्यो पहिला, अहिले चाहिँ यस्तो राम्रो बनेको छ एकैचोटि मैले यस्तो बनाउन सक्छु आजकल चाहिँ। अनि म्याग्नेट बटन पनि राखेर राम्रो भएको छ। अब यसमा हामीले सनफ्लावर बनाएर जोड्नुपर्छ अनि राम्रो देखिन्छ। मैले चाहिँ धेरै ठुलो पनि बनाएको छैन, सानो सानो बनाएको छु सनफ्लावर चाहिँ। म तपाईँलाई देखाउँछु है त। यो चाहिँ अलि पहिल्यै बुनेको ब्याग हो, ब्यागको डिजाइन पनि सेम हो। अब हामीले यो ब्यागमा पनि यस्तै बनाएर जोडिसकेँ है, पहेँलो, तर यसमा चाहिँ रातो थियो, कलर मात्रै फरक है त। कस्तो राम्रो देखियो होइन। ल अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद है सबैजनालाई। थ्याङ्क यू सो मच, बाई बाई।